सायद मलाई लाग्छ कि म पहिलो नेपाली हो कि जुन चाहिँ आज 36 घण्टाको ट्रान्जिट लिएर नेपालबाट चाहिँ बहराइन जाँदैछौँ। बहराइनबाट डाइरेक्ट नेपाल र नेपालबाट डाइरेक्ट बहराइन चाहिँ हामीले कहिले जान पाओस्। हाम्रो फ्लाइट चाहिँ डिले भएर हामी चाहिँ होटल पायो चाहिँ नि होटल पाएर चाहिँ होटल यसमा चाहिँ अब के दिएको छ रुम नम्बर 443 रुममा इन्टर भयो। ल त अहिले रुममा म चाहिँ इन्टर भइसकेको छ। यहाँ रुम हाम्रो यस्तो छ, रुम छ, टिभी छ। ल यो मेरो आज पहिलो एक्सपिरियन्स रहेछ। फ्लाइट गर्दाखेरि होटल चाहिँ पाएँ जुनमा चाहिँ फ्लाइट डिले भएर जुन चाहिँ सायद लाग्छ 36 घण्टा, टोटल 36 घण्टा छ मेरो यो के भन्छ डिले। त्यही भएर यहाँ कुवेतबाट होटल चाहिँ सबै खानासाना सबै व्यवस्था गरेर अनि यहाँ छ। आज बिहान 4 बजे ल्यान्डिङ भयो। आज दिनभरि रातभरि भोलि पनि 3 बजे फ्लाइट छ। अब 12 बजेतिर चाहिँ छोड्नु पर्ने हुन्छ होटल। अब के कस्तो हुन्छ, अब यो ट्रान्जिटमा बस्दाखेरि डिले भयो भने फ्लाइट चाहिँ अनि होटलमा के कस्तो हुन्छ अनि के चाहिँ हुन्छ, के गर्नुपर्छ, के खान पाइन्छ, के कसरी बस्न पाइन्छ, यो भ्लगमा चाहिँ म तपाईहरुलाई देखाउँछु। हस्त धन्यवाद। हेलो गुड मर्निङ। बिहानको 6 बजिसकेको छ। अब हाम्रो ब्रेकफास्ट छ। अब लेट्स गो टु ब्रेकफास्ट। म त अहिले अब ब्रेकफास्टको लागि रेडी हुँदैछु। यहाँ अब हाम्रो रुम कि जुन चाहिँ छ र बाहिर चिसो छ। ज्याकेट लगाएनौँ। अनि यहाँ हाम्रो होटलको बाट भ्यू जुन चाहिँ हाम्रो कुवेत एयरवेजको भ्यू छ। ल त हेर्छौँ यो हाम्रो ट्रान्जिटमा होटल पऱ्यो भने त्यसको चाहिँ खाजा नास्ता र डेलीको सेड्युलमा के हाम्रो हुन्छ त्यो चाहिँ तपाईहरुलाई देखाउँछु। ल यहाँ हेर्न सक्नुहुन्छ मेरो सफिर एयरपोर्ट होटलको खानाको टाइमिङ छ, जुन चाहिँ ब्रेकफास्ट बिहानको 6 बजेदेखि लिएर 10 बजेसम्म र लन्च भनेको 12:30 बजेदेखि लिएर 2:30 बजेसम्म, डिनर भनेको 7 बजेदेखि लिएर 9:30 बजेसम्म छ। हेर्नु के हुँदो रहेछ। स्विच अफ गर्नु पर्यो सबै। लबी छ ब्रेकफास्टको हुन्छ। जान्छ ब्रेकफास्ट एरिया। स्विमिङ पुल पनि रहेछ। चिसो पनि छ। ल त यहाँ हाम्रो ब्रेकफास्ट यहाँ छ। होममेड ब्रेड फ्युजन के छ खाएर अब म त अहिले खाएर मजाले खान्छौँ। त्यसपछि हेरौँ अगाडि के हुन्छ। ल त अहिले हाम्रो दिउँसोको 12:30 बज्यो। अब चाहिँ हाम्रो लन्च टाइम रहेछ 12:30 बजेदेखि लिएर 2:30 सम्म। सो अब गएर लन्च गर्ने र लन्चमा के कस्तो हुँदो रहेछ तपाईहरुलाई म देखाउँछु। सो जति बेला पनि रुमबाट बाहिर आउने जाने बेलामा यु मस्ट टेक योर रुम की। हेलो गुड इभिनिङ। अहिले रातिको 8 बजिसकेको छ यहाँ कुवेतको र अहिले चाहिँ डिनरको टाइम भइसकेको छ, जुन चाहिँ 7 देखि लिएर 9:30 बजेसम्म थियो।
त अहिले चाहिँ 8 बजेर म खाना खान जान लागेको छु। अब तपाईहरुलाई देखाउँछु यहाँको डिनरको के कस्तो छ। हस्त हेलो नमस्कार सम्पूर्णमा। म आज यहाँ चाहिँ तपाईहरुलाई देखाए अघिल्लो भिडियोहरुमा जुन चाहिँ ट्रान्जिटमा जुन चाहिँ डिले फ्लाइट हुन्छ त्यसमा चाहिँ के कस्तो हुँदो रहेछ होटल ट्रान्जिटमा। त मेरो सुरुको टिकट काट्ने बेलामा रिटर्निङमा नेपाल टु बहराइन जाने बेलामा कुवेत ट्रान्जिट थियो, जसमा चाहिँ 8 घण्टा 9 घण्टा जति ट्रान्जिट थियो ओरिजिनल। पछि चाहिँ फ्लाइट चाहिँ रिसेड्युल भएर अनि रिसेड्युल गर्दाखेरि टोटल चाहिँ 36 आवर बनायो, जुन चाहिँ मलाई लाग्छ म पहिलो नेपाली हुँ जुन बहराइन जानको लागि मलाई 36 आवर चाहिँ ट्रान्जिट पर्यो। र त्यसमा पनि अब यो कुवेत एयरलाइन्सले राम्रो व्यवस्था गर्यो हैन, टाइम मिलाइदियो रुममा, यहाँ होटलमा खानापिना सबै राम्रो छ, रुम पनि सबै राम्रो छ, यहाँ हरेक कुरा राम्रो छ। अब भोलिको मेरो फ्लाइट छ 3 बजे भनेको बहराइनको 4 बजेतिर पुगिन्छ। र आजको मेरो यो भिडियो अगाडि हेर्नुभयो 36 घण्टाको मेरो कुवेतको ट्रान्जिटको बसाई होटलको। र एकदमै गाह्रो हुन्छ यस्तो बस्न हैन ट्रान्जिटमा। र कसले गर्दाखेरि हाम्रो यो चाहिँ बहराइनबाट डाइरेक्ट नेपाल र नेपालबाट डाइरेक्ट बहराइन चाहिँ हामीले कहिले जान पाओस् भनेर त्यो तपाईहरुले कमेन्टमा भन्नु होला। र सम्बन्धित निकायले पनि यसको चाँडै भन्दा चाँडो डाइरेक्ट गर्नु होला कि हामीलाई एकदमै सजिलो होस् बहराइनबाट नेपाल, नेपालबाट बहराइन आवत जावत गर्नको लागि। हस्त धन्यवाद।